हामी मामा घरबाट आएको गजाले अब हेर्नुहोस् न हाम्रो झोलुङको कति राम्रो छ त्यही भएर ध्यान थालेर चाहिँ अब भर्याङदेखिबाट चढ्नुपर्छ हेर्नुहोस् त्यहाँनिर अलिकति भत्किया रहेछ हेर्नुहोस् छलिङ्गे फुलको हेर्नुहोस् गाइजहरू यहाँनिर धेरै भोक बिरुवा छ दुई खण्ड चाहिँ थियो वहाँसम्म हो हेर्नुहोस् होला र हामीसँग काल्यो नि हात कालेर हामीलाई हामीसँग हेर्नुहोस् अब हाम्रो कतिको यात्रा छ हेर्नुहोस् ना ऊपर है ऊपर जाके नीचे हेर्नुहोस् त्यहाँको नजाराहरू हेर्नुहोस् 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 हाम्रो खोला चाहिँ यत्रो ठुलो हो नि खोलाबारी आयो भने सबै बगाउँछ माछा हेर्नुहोस् त्यहाँनिर के ओके खोइ गा हो त अस्ति नै कति आउँदैन हामी यहाँनिर हेर्नुहोस् हाम्रो यत्रो ठुलो खोला यहीँबाट माछा देखेको रे सबैले हेर्नुहोस् आउँछ न त हेर्नुहोस् मेरो बहिनी यत्रो लामो छ नि यो झोलुङको पुरै हामी उहाँदेखिबाट आएको गर्मी भइरहेछ हेलो हेर्नुहोस् यहाँ हामीले गङ्गटा हेर्नुहोस् हो कत्रो ठुलो खोला नि देख्ने बित्तिकै मान्छे दम पर्छ अच्छा हामी उहाँको बाटो थियो हेर्नुहोस् उहाँदेखिबाट आएको हामी अझै बाइक चाहिँ यत्रो टन्ने भइछ नि हेर्नु सक्नुहुनेछ खोलाबाटले यस्तो गरे र हेर्नुहोस् त्यहाँबाट हेर्नुहोस् खोलाबाटले यस्तो गर्दै खोलाबाटले पनि त्यो पनि ल्याइदिए रुख मामा घरबाट हामी घर जाँदैछौँ यहीँबाट देख्छ रुख हामी उहाँदेखिबाट आएको जुम गरिदिन्छ हेर्नुहोस् उहाँदेखिबाट आएको अब हामी अझै जानु बाँकी छ के गर्नु गाई जस्तै हो कत्रो ठुलो छ खोला खोलादेखि हुने मान्छे नि तर्सेर होला जम गर्मीले मर्यो यहाँ चाहिँ मैले अस्ति नै सघनामा काली पुलदेखि यहाँसम्म आएको है हेर्नु सक्नुहुनेछ अझै पनि पानी यहाँ जुन बेला पनि धान रोप्नु छ जुन बेलामा नि यहाँ धान रोप्नु मिल्छ किनकि यहाँ पानी धेरै छ नि त हेर्नुहोस् पानी यो खोला त छ टन्ने छ खोला ठुलो यो चाहिँ खोल्सी जस्तै हो अलिअलि खोल्सी माछा पनि देख्नु
कस्तो माछा गन्ध आइरह यहाँनिर हेर्नुहोस् जुम गरेर देखाइदिनुहोस् तपाईँहरूलाई हेर्नुहोस् देख्नुहुनेछ हामी वहाँदेखि आएको हेर्नुहोस् कत्रो लामो छ झोलुङ्गे पुल यत्रो लामो यात्रा गरेर आएको हामी अब सायद निक्लिनु लाग्यो झोलुङ्गे पुलबाट हेर्नुहोस् मैले भन्दैछ नि यो महिना चाहिँ वैशाख महिना हो वैशाख महिना आज कति गते भने खै आज कति गते बिर्सेँ मैले वैशाख महिना मतलब एकको महिना आज एकको महिना 10 गते होला 10 गते हो र यहाँनिर छ सबै धान रोपेको छ यहाँ धान रोपेको छ कि खानामा कुद्नु पऱ्यो हामीलाई जब आयो बाटो हेर्नुहोस् फेरि अहिलेको जस्तै भनेन है तर यसमा फुटेको राम्रो रहेछ धेरै थाहा गाइजहरू हामी बस्छौँ बाँकी चाहिँ पाटोमा बाई बाई